चाहिँ आज बच्चाहरूको छुट्टीको दिन बच्चाहरूलाई घाम तपाउँदै फुपूको घरमा जाँदै गरेको। मेरो छोरीले पर्जुन दादाको घरमा जाने भनेर पर्जुनको घरमा लग्दै गरेको। मेरो दुईटा बच्चा मेरो बेन्जोसँग है पुरा नुहाइदिएर सफा गरिदिएँ, कपडा सपडाहरू धोइदिएँ अनि लग्दै गरेको हो। साथीहरू हेर्नु न, पुरा खुसी भएर हिँड्दैछ दाजु बहिनी। नजाने भनेको मेरो छोरीले जाउँ भने बेन्जो पनि पुरा खुसी भइरहेको छ हो। बेन्जोले बाहिर निकाल्यो भने यस्तो खुसी हुन्छ पनि पुरा खुसी भइरहेको छ। मैले चाहिँ नजाउँ घरमै बसौँ भनेर भनेको, बच्चाहरू पुरै मानेन। पर फुपूको घरमा पनि एउटा कुकुर छ अनि त्यही भएर हेर्नको लागि मैले नजाउँ भन्दै थिएँ। गाडीले हान्छ नजाउँ भन्दै पनि मानेन के छोरी। अनि हेर्नु न कुदेको, मेरो छोरी कुदिरहेको छ। स्याटरडे एक दिन त छुट्टी हुन्छ, नत्र त अरू दिन पुरै स्कुल लाग्छ अनि स्कुलमै उनीहरू व्यस्त, खेल्न घुम्न पाउँदैन। स्याटरडे चाहिँ जहिले पनि म आउट लाने गरेको थिएँ। आज चाहिँ उसको बाबाको व्यस्तताको कारणले गर्दाखेरि बाहिर निकाल्न पनि पाइनँ। अनि नजिकैको घरमा यसो लग्यो। हेर्नु न बेन्जोलाई चलाएको मेरो छोराले पुरै चलाउँछ। बेन्जो पनि मेरो बच्चाहरूसँग खेल्नु पाउँदा खुसी हुन्छ। सँगै हुर्केको हो नि त। बेन्जो चाहिँ मेरो छोरीभन्दा 6 महिना सानो हो। मेरो छोरी र बेन्जो चाहिँ सँगै हुर्केको। अनि उसको भाइ हो क्या, मेरो छोरीको चाहिँ बेन्जो चाहिँ भाइ हो। तर हेर्नु न, अस्ति मैले दमकमा छोडेर आएको, स्याहार नपुगेर लुते भयो त अहिले बल्ल अलिक मोटाउँदैछ। हेर्नु न, मेरो छोरीलाई नजा माथि, बेन्जोसँग नजालाई भनेको मान्नै मान्दैन हो। मेरो छोरा फोटो खिच्न पनि मान्दैन, भिडियो बनाउनु पनि मान्दैन। फोन भनेपछि एकदम क्रेजी छ। हेर्नु न साथीहरू, मेरो बेन्जो खुसी भइरहेछ। हेर्नु मेरो छोरा छोरी, मेरो बेन्जो कति खुसी भइरहेछ। यहाँ चाहिँ यो डाँडामा चाहिँ घाम लाग्छ, अनि त्यही भएर घाम ताप्नको लागि पनि हामी जान्छौँ। मेरो छोरीले जाउँ मम्मी जाउँ भन्दैछ। हेर्नु न, उता जाँदैछ। हेर्नु न, अघि तल पुगेछ, म माथि भिडियो बनाउँदै थिएँ, ऊ तल पुगेछ जाउँ भनेर। अब खुसी भएको। हेर्नु न, ल जाउँ भनेको खुसी भएर आइयो। हेर्नु न, सानो मात्रै चञ्चल्यानी छैन मेरो छोरी। अब हिँड्ने जाउँ भनेको हिँड्यो। गयौँ हामी। फेरि कुदेको हेर्नु न, यस्तो धेरै कुद्छ। कुदिए गर्छन् है, गाडीले हान्छ भने टेन्सन आफूलाई। कुदेको हेर्नु न, तर दुईजना बच्चाले कस्तो हैरान बनाउँछ है। हेर्नु न, हाम्रो दिदीको कुकुर भर्खर अपरेसन गरिदिएको, पाठेघर अपरेसन। कस्तो मोटी राम्री छ, पुरा खेल्दैछ। मेरो छोरीसँग चाहिँ एकदम चल्छ क्या यो काली चाहिँ एकदम चल्छ। मेरो छोरी चाहिँ हेर्नु न, मस्त गफ गर्दैछ। हेर्नु न साथीहरू, मेरो छोरा चाहिँ मोबाइल नभएर यस्तो छटपट भइरहेछ उसलाई। मोबाइल भनेपछि हेर्नु न चलेको, कालीसँग चलेको।